हेलो साथीहरू, नमस्कार। जुडो खाम भाषाको च्यानलमा तपाईँहरूको स्वागत छ। म तपाईँहरूलाई आज केही जनावरहरूको नाम खाम भाषामा सिकाउनेछु। भिडियो कस्तो लाग्यो हेर्नुहोला। शेर यानि कि ला, खाम भाषामा ला। अब छ डग, डगलाई के भन्छ खाम भाषामा का। अब छ जस्तो क्याट, क्याटले के भन्छ खाम भाषामा मानु। यसको नाम हो मल्छेप्रा स्क्वाइलर और खाम भाषामा भन्छन् गोलाही। यसको नाम हो काउ, गाई, खाममा भन्छन् हाय। अब छ जस्तो अक्स, अक्स माने बैल, बल्द, और खाम भाषामा भन्छन् यसलाई गिङ। यसको नाम हो फक्स यानि कि स्याल। अब खाम भाषामा क्या भन्छन् बुग्ने स्याला। अब आयो सुँगर, पिग, खाम भाषामा भन्छन् बनियोल। अब छ बारी ऱ्याट, ऱ्याट माने मुसा, खाम भाषामा भन्छन् भिजा। अब छ बारी डियर, डियर माने हिरण, खाम भाषामा भन्छन् मृग। अब आयो साँप, इङ्ग्लिसमा भन्छन् स्नेक, त्यस्तै खाम भाषामा भन्छन् गुल। अनि साथीहरू, तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने च्यानललाई लाइक गरिदिनु होला अनि सब्सक्राइब हानिदिनु होला। म यस्तै इन्ट्रेस्टिङ भिडियो तपाईँहरूको लागि लिएर अझै आउँला। सम्पूर्ण खाम भाषा, पुरा खाम भाषा सिकाउने छु म। कमेन्ट गर्नुहोला। नमस्कार।